हामी अहिले भने चट्टसँगले यहाँ बाइक पार्किङ गरेको छौँ। अब हामी यहाँबाट लाग्ने छौँ वेलकम टु सङ्गसेर लेक। केटा हो सङ्गसेर लेकतिर लाग्दैछौँ। अब ब्युटिफुल लेक ल देख्नु हुँदैछ बोबाल। यस्तो ब्युटिफुल यार, यस्तो ब्युटिफुल। मलाई अरुणाचलसँग लभ परेको छु रे बबाल, पुरै लभ परेको छु बबाल होइन जुन। ओके अनि तल जाँदैछ हामी अब चट्टै होइन। अनि एकदम लेक पुग्यौँ हामी। यस्तो दामी लेक, यस्तो ब्युटिफुल लेक चाहिँ गाइस। डाक्टर साहेब के अरे प्रोनाउन्सिएसन लेकको फेरि? साङ्गेश्वर लेक। ओके साङ्गेश्वर सुङ्गेश्वर लेक यहाँ पर गोल्डन डक मिलेगा यहाँ पर। संगेश्वर लेक गोल्डन डक हुन्छ र यहाँ? गोल्डन डक हुन्छ भन्दैछ त। जो अंदर ल है लाग्यौँ है हामी पनि भित्रतिरै यसरी चट्टसँगले होइन। आम्मामा यस्तो ब्युटिफुल छ। अनि तपाईहरु पनि एकदमै अरुणाचल प्रदेश आउनुहोस् है। यहाँ चाहिँ ठ्याक्क हामी तल मेन तवाङदेखि चाहिँ कति किलोमिटर आयो हामी छौ? तवाङदेखि हामी 30 किलोमिटर 35 किलोमिटर दूर आएको छौँ। अनि सङ्गेश्वर लेक ब्युटिफुल लेक। वाउ हम आइपुग आ गए नजिक नजिक। अनि केटाहरूको चाहिँ पोस्टमा यहाँनिर फोटो हुँदैछ होइन। ए हेर्नु नि फोटोको एक्सन केटाहरूको सबैजना। कोही अर्को कोही सुतेर, कोही उठेर, कोही बसेर के गर्छ केटाहरू। ऊ पर कोही र ऊ बस्दैछ ऊ। ए अनि यहाँको भ्यू बबाल। अब हामी ऊ पारि जानेछौँ है। पारिबाट पनि दामी आउँदो रहेछ लेक चाहिँ गाइस। अनि यहाँ सकेर चाहिँ हामी बुम्ला पासतिर जानेछौँ। चलो गाइस चलो। ओके ओके। अनि एकदम केटाहरूको यहाँ लभर्सट्रम पाराले फोटोसुट हुँदैछ है। हाम्रो हिरोहरू, सिक्किमको हिरोहरू। के लेक अरे एकजनाले भन्नुहोस् त फेरि प्रोनाउन्सिएसन? सङ्गसेर लेक गाइस, अल्सो नोन एज माधुरी लेक, ब्युटिफुल लेक। अनि यहाँको भ्यू हेर्नुहोस् बबाल यार। ल है लेक पनि हेरियो। अब हामी यहाँबाट बुम्ला पासतिर लाग्नेछौँ। फेरि समयले धेरै डाँडा काट्दैछ है। यस्तै छ बोबाल। ओके गाइस यस्तै छ। अब हामी यहाँबाट निक्लिने हो।